So hi guys, welcome back to my YouTube channel. आज चाहिँ हामी जाँदैछौँ लुगा धुन कच्याड हो कि पच्याड हो खै कुन ठाउँमा आयो नो आइडिया। अब मम्मी भाइ बहिनीहरू चाहिँ गइसके म चाहिँ जाँदैछु ब्याग भिरेर मेरो टुरिस्ट ब्याग। सो लेट्स गो। हाम्रो व्रतबन्धको ब्लग चाहिँ हिजो आयो होला। आई मिन योभन्दा अघिल्लो ब्लग मैले व्रतबन्धको हालेँ। यो ब्लग चाहिँ अब घरमा के गरिन्छ सामान अनि पानीहरू भिरेको कहाँ जानुपर्छ के गर्नुपर्छ भन्ने कुराहरू अझ म कति नराम्रो देखेछु तर ठिक छ केही छैन। यो चाहिँ हामी त्यो डाँडाबाट हामी हिँडेर हो। मैले चाहिँ ब्लग बनाउँदिन सोचेको थिएँ तर मम्मीले बनाऊ भन्नुभयो। सो यो चाहिँ हाम्रो बाटो हो। सो लेट्स गो विथ मी हैन। दिदी के अरे मम्मी बहिनीहरू त कहाँ पुगिहाल्यो, अर्को भाइ त कहाँ पुगिहाल्यो। म चाहिँ बल्ल जाँदैछु। उहाँ पुगिहाल्यो यार तिनीहरू त। म त यही छु। मम्मीको चप्पलमा काँडा पुडेको अवस्था। यो कस्तो राम्रो हो। सचिन त पुग्यो। कहाँ हो जानु पर्ने? ओ माय गॉड कति भ्यू देखाउने यार। हेलो गाइस, हेलो। आज हामी कच्यार भन्ने ठाउँमा आएका छौँ ल। हामी कपडा धुन आएका छौँ। बाइ बाइ। बिचरा 1 घण्टाको बाटो हिँडेर भनौँ गाइस। मुलुकको पानी जति ताने पनि त्यति आइरहेछ गाइस भन। फाइनली कच्याड पुग्यो। पक त म हेर्छु। पक नचला पक। हाई भन्। हाई। अरू के भन्ने? अहिले बुढाली पानी फुटिराख्ने हो यहाँ। यति हो यार केही थिएन यहाँ त त्यसो। ओके फाइनली भगवानको कपाल कसरी धुनु पर्यो। रुक त्यहाँखोडी अहिले हट्नु त छ। अहिले त्यो एमा गर उदिन्जेसम्म तेरो लुगा सुक्छ। अनि पछि तेरो लाउने लुगा ल्याएको थिएँ अहिले खै सबै बेस्ट धोला के चोट लागिहाल्यो नि। ढुङ्गामा खसुडीको खालै उक्कियो। छोरी यसमा पानी हाल्दो जगमा। त्यही भएर यस्तै कुरा ध्यान गर्नुपर्छ कि बाबा। चिप्लिन्छ कि हेर्दाखेरि। यहाँ भोर छोरी भोर हेर्नु न जहाँ पनि यस्तै शरीर त खोसडिसक्यौ तिमीले त। अस्ति कसको सुट हो? मेरो छोरी अलिकति हल्का सो लाउँदाखेरि फरेक फुरुक गर्दाखेरि हिँड्दा उकालो ओह्रालो दौराली घुमघुम पाखा सल्लाह घारीमा कपडा धुँदैछौँ भन्नु पनि यहाँ कस्तो देखेको छ ढाट। दिदीले मैले भिडियो अन गरेर आफू चलिरह राम्रो कुराहरू गर्न चलिरह। त्यहाँ त देखाउनु पर्यो नि काम गरेको। पर्यो सत्य कुरा यही हो। अर्ग्यानिक कुरा हो बोलेको। अर्ग्यानिक ठाउँमा हो। अर्ग्यानिक पानी हो। के भनौँ र यसमा लुगाहरू हाल्नु साबुन नलागेको लुगाहरू यसमा हाल्नु त। यो प्यान्टहरू योहरू त हजुरले भन्ने मेरो छोरी हुन् तर नाम त ऊ हो के भन्छ शर्मिला भट्ट हो। र हामी मायाले आफ्नो 2-3 घरले कति बेला बोलाउँछौँ। के चाकुडी शर्मिला कोही न सबले त्यो नामै बिर्सिहाल्यो त। शर्मिला भनेको चिन्न न साक्षी मात्र चिन्ने।
त धेरै कपडा धोएको रहेछु नि त धुनु त कति लुगा छन् थाहा मेन भनेको मलाई यो यस्तै छ मेरो अलि तकलको नम्बर 9 मा नेताहरूले आएको बजेट पनि खान्छन् पानीको समस्याले यहाँ आउनु पर्यो 1 घण्टा हिँडेर हैन 1 घण्टा बोली मिठो छ हेर गाइस लगाइहालु मुदेशको मान्छेले पनि पहाडमा आएर हिँड्नु पर्छ त पर्यो त हिँड्नु राम्रो हो बाल्टीको अभावले जगले हाल्नु पर्ने पानी पनि यसरी पानी फाल्दाखेरि मलाई झस्स हुँदै बाबु रे अर्कै घरमा यसरी फाल्थिस् त अनि घरमा यति खानातिर धेरै मुन्याउने थियो 1 घण्टाको बादमा हिँडेर कस्तो आफ्नो यहाँ टाउको दुखेर हटेछु ओभर एक्टिङ गर्न हो त नि यस्तै पानी फाल्न पाइन्छ भनेर त 1 घण्टाको बाटो हिँडेर सल्लाहघारीको बिचमा मोलो फुटेको ठाउँमा यसरी आइरहेको यो पानीको अभावले यता हिँड्नु परेको छ सल्लाहघारीमा जनलाई त 2 घण्टाले पनि पुग्दैन होला दामी भएको के यहाँ हेर्नु न कति चम्कियो लुगा मेहनतै छैन कि मेहनतै गर्नु पानी भयो यो भएदेखि उल्टा फर्काएर एक बेर धुनु यहाँको पानी त चिप्लो पनि छैन ठिक चिप्लो छ भएको भन्दा कसरी जान्नु म त नदिने चिप्लो छ एकचोटि हाल ढालो भएको कति मजा आउँथ्यो आधा काम सकिन्थ्यो होइन घरको पानी ल्याउने ल वर्षा बिहानलाई धोयो कपडा दिनमा आफ्नो काम गर्दा थिएन त पानी लिन आएको जेठ वैशाख जेठमा त पानी आउँदैन टङ्कीमा पनि यहाँदेखि बोकेर घर लैजानुपर्छ 2 घण्टाको बाटो वैशाख जेठमा यही आउने हो म एक दुध लाम्पा हिँडेन होग्यो के भुसा खन्यान के मान्छे खन्यान इदमन ठिक्क 7 बजे स्कुल लाग्लो नि हो पछि आउनु पनि थाइल ले त यहाँ राख्छु आउँछौ नि अझै त्यहाँको त्यो गर्नै बाँकी छ बस तनाउने भइ जानु आमा उता गर्नु आज छोरी के अरे चक्खु छोरी जाउ छोरीहरू बिस्तारै जाऊ खुट्टालाई ध्यान दिएर तिमी त खुट्टै कोपर्न आयो जस्तो छ यस्तै छ साथीहरू गाइजहरू पानीको अभावले 1 घण्टा हिँडेर आउनुपर्छ हाम्रो यहाँको नेता त पट फटाका छन् के लक्ष्य खान्छन् माथिबाट आएको बजेट पनि आफै लाग्छन् पानीको अभावले 1 घण्टा हिँडेर आउनुपर्छ पनि पानी सकिन लागेछ अझै नुहाउनु बाँकी नै छ साथीहरू अझै त यति कपडा छन् अनि उता खिच्न लागेका छौँ हामीहरू पनि अनि म आएकी छु मम्मी आउनु भएको छ दिदी आउनु भएको छ दाइ आउनु भएको छ सबै आउनु भएको छ बेली चाहिँ हाम्रो घरमा कार्य थियो त्यही पनि हाम्रो कुवाको पानी सकिसक्यो भन हामीले यता कुवाको पानी अब सकिन थालेछ सुगा त हो सचिन सबै नुहाइ त्यो गर नि यता ल्याएर त्यो काम छैन यता जता काम
मलाई भिडियोमा ढुक्किउलो सुकाउने काम गर्छ भयो तर सचिन भाइले यस्तो जाने यो मम्मीको चप्पलमा यसो लुकेको चुर काँडो छ नलाउनु न उयो चाकुको लाउनु यो हालेर अब त हल पनि जानु आउनु जानु फर्केर मजाक गरे अब खुट्टामा पनि पानी हाल्नै पर्यो खुट्टाले खुट्टाले ढाउनु के हुँदैन के पछि पाल्यो भने तर धोइन्छ यार कहिले काहीँ त धोइन्छ जानेर धुनु हुँदैन कति मलाई के यो पानी कति ए पानीमा बस्यो पानी छैन छैन त्यति बेला म सबै पानी भल्छु अनि पछि पानी पकाउनलाई सजिलो साला नपुगे पनि त आफै कमाउँछ आफै ल्याउँछ केही छैन आफूले कमाएको पैसा आफूलाई माथि राखेको पनि छ गाई पनि कस्तो खानु लागि जब नुन न पलेछ यो बाल्टीमा भल्छु अनि यो पनि सासन पनि हालेर पकाउनु पर्छ सजिलो हुन्छ के यो पानी भयो भने त यहाँ आएर पनि ज्यादै धुला भन्छ यहाँ आएर पनि माथि होला त कोही पनि टङ्गी टङ्गीमा धुला हुन्छ यो त पानी के पाल्ला टङ्गा बोल्यो ए घुम्चे डाल भन्नु कहाँ हो घुम्चे डाल त पुग्ला हेलो गाइस अहिले तल हाम्रो घुम्चे डाल भन्ने ठाउँ छ हामीले देखेको त छैन गाई भन्दै छ के पानी मात्रै हो येनको पानी हेर्नु खाली के पानी खोल्नु यो मम्मी चाहिँ छ है कस्तो हुन्छ त्यो पनि लाग्दैन छ ए बाल्टी पनि अब छिटो माटो म त सक्छु म यो हाल्छु पानी पनि अब त सक्छु के गर्नु यो धुलो आफै आउँछ छोरी पिँधबाट क्यामेरा बन्द चार्ज सक्यो राजा त्यो क्यामेरा बन्द गरिदिन्छ अब पछि खाना खाने बेलामा ए खाने बेलामा घर फाइनली हाम्रो लुगा धोएर सकियो कहाँ लुगा छ लुगा धोएर सकियो कपाल पनि भयो अब झ्यान नुहाउने अनि घर जाने फोनमा चार्ज छैन अब चाहिँ म नुहाउँछु उता चाहिँ एकछिनमा घर गइन्छ भाइ घर कसरी हिँड्ने त्यो उकालो ओफो यहाँ पानी छ मैले चाहिँ नुहाइसकेँ यस्तो राम्रो फुलहरू छ अब चाहिँ हामी एकछिनमा लुगाहरू यहाँ सुक्दैछ कति धेरै छ देखेँ बाल्टी हुन्छ नि छोरी थुप्रै छ ल फुटपाबाट यहाँ पानी छ See you guys बाटोमा घर जाने बेला मेरो त फोनमा चार्ज कपाल कस्तो राम्रो भएको यार आजको लागि यति नै हुन सक्छ मेबी ओ माय गॉड घर निस्केका छौँ अहिले हामी यो जङ्गलबाट घर निस्केका छौँ हामी 8 बजे आएका हौँ ल अहिले हामी 1 बजे जाँदैछु गाई छलो पानी बाटोमा खान लाग्यो होइन कचाड परि यो त भ्यू त ओभर छ त तराईमा मान्छे कति पानी फाल्छन् यहाँ दुःख छ एउटा एक बुँद पानीको लागि निर्मलमा त चार्ज पनि छैन स्विच अफ हुने हो
जाऊ त्यो डाँडामा पुग्नु हामीलाई त्यो डाँडा रेस्टिङ पोइन्ट मेरो हालत डाउन छ छोरी अगेन So hi guys, welcome back to the same vlog with the another day. आज चाहिँ म सुतेर उठेको। ओ माई गॉड, यो घर कति गन्दा। यो चाहिँ हाम्रो पुरानो घर हो। हजुरहरूले हिजो चाहिँ देख्नुभयो होला हामी लुगा धुन गयो। लुगा धोएर आइसकेपछि के भन्छ अरे त्यो गर्दा गर्दा मेरो मोबाइल स्विच अफ भयो अनि आन्टी नि आइपुग्नु भयो। यो चाहिँ हाम्रो पुरानो घर हो। यहाँ पानीको लागि दुःख छ। आन्टी झगडा गरी 2 मिनट पानी लिएर आउनु भयो। पानी त तातो पानी खाँदैछ। आज चाहिँ हाम्रो अर्को भाइको बर्तन छ। मेबी म यो वाला भ्लग सेम रिचुअलहरू हो, बनाउँदैन होला। हाम्रो घर अगाडिको भ्यू। गुड मर्निङ फ्रम बैतडी। के हो अनि म उताको घरहरू पनि देखाउँछु। के हो यो हाम्रो Just let's go inside. ओहो खतरा रहेछ त्यहाँ त। हेलो क्या चाहिँ नहीं दाइ यार, फोनसँग झगडा भयो भने म हजुरलाई फोन गरेर मान्छे आइहाल्छु। त्यसै डिस्कस गरे ल दाइ ल सिट चाहिँ त्यो उसको कानी कसम हल्का नाच्नु हुँदो रहेछ। कति राम्रो है बिना गीत पनि भयो ल धान। यहाँ बस्छ अब हो रे यहाँ बस्छ।